फाइनली गाइस अब चाहिँ म यहाँदेखि हिँड्न लागेको होइन। साइड काँचाको राइट चाहिँ मेरो कालापोखरासम्म हुन्छ। देख्दै चाहिँ उताको भ्यू देखाने भनेर आएको थिएँ मैले अस्तिदेखि, तर आज चाहिँ म यहाँदेखि जानु पऱ्यो होइन। गोब्रो सोब्रो पनि रेडी भइसक्यो। अब यसो कामदेखि पनि फुर्सद भयो अहिले चाहिँ। उताको के हुन्छ कसो हुन्छ देखाउँदै गर्छु, हेरिदिनु होला, माया गरिदिनु होला ल। यो भिडियो चाहिँ स्क्रिप्ट नगरेर हेरिदिनु होला। मैले चाहिँ आज कालापोखराको रुकुम अनि रोल्पाको सिमाना साइडमा देखाउँछु, अनि रुकुम पनि देखिन्छ अरे। उता के एउटा सिस्ने हिमाल पनि देखाउँछ त। खै आज मौसम साफ भयो भने चाहिँ देखाउँछ होला, तर अहिले चाहिँ यतातिर त ठिक छैन होइन। साइड कालापोखरा कसो के कसो चाहिँ देखाउँछु, उता गएर हेरिदिनु होला। फाइनली अब म यहाँदेखि हिँड्न लगाएको होइन, म सिधा उता गएर नै देखाउने छु। मैले चाहिँ होइन यो गोब्रोको सामान राख्ने अड्डाएछु, हल्का पानी परिरहेको छ, त्यसको लागि रेनकोट पनि राखिरहेको छु। पानी परेर सायद कस्तो हुने के हुने, मौसम त्यति साफ छैन, पानी परिरहेको छ क्या थोरै थोरै, घाम पनि लागिरहेको छ होइन। त्यहीमा फेरि पानी पनि परिरहेछ, गाह्रो छ। अनि यसमा फेरि बाटो फेरि लास्ट चिप्लो हुन्छ, के कसो हुन्छ देखाउँछु होइन। हेर्दै गर्नु होला, माया गरिदिनु होला। म चाहिँ घरदेखि हिँडिसकेँ होइन, अब जानुपर्छ। उता के हुन्छ मैले देखाउँछु, हेरिदिनु होला ल। फाइनली अब म चाहिँ यहाँसम्म आइसकेँ होइन। अब चाहिँ जानुपर्छ हामी। अङ्कलहरूले चाहिँ यता राख्नुपर्छ बाइक, उता मेरो चाहिँ त्यहाँ चाहिँ पारी छ होइन। अब हामी जान्छौँ यहाँदेखि, अङ्कललाई पर्खिरहेको छु मैले। अब आउनुहुन्छ अनि त्यसपछि जान्छौँ होइन। देखाउँछु के कसो हुन्छ, सबैले माया गरिदिनु होला ठिक छ। मैले चाहिँ देखाउँछु बाटोतिर के कसो हुन्छ। आजको हाम्रो राइड चाहिँ कालापोखरासम्मको हुन्छ, हेरिदिनु होला के कसो हुन्छ ल। फाइनली हामी चाहिँ यहाँदेखि हिँडिसक्यो। अब के हुन्छ बाटोमा देखाउँदै गर्छौँ। हजुरहरूले चाहिँ भिडियो स्क्रिप्ट नगरेर फुल हेरिदिनु होला, अनि यो भिडियोको इन्जोय लिइदिनुहोस्। के कसो हुन्छ मलाई हरेक ठाउँहरूको भ्यूहरू देखाउने छु आज कालापोखरासम्मको, हेरिदिनु होला के कसो हुन्छ। यो बाटोहरू चाहिँ अब 2-3 महिना जति मात्र हो क्या राम्रो हुने भनेको। अब हिउँद बर्खातिर त सधैँ यस्तै हो बाटो होइन, सधैँ चिरा परेको बाटो बिग्रिने यस्तै हो होइन, गाह्रो हुन्छ। अलि माथितिर हल्का राम्रो छ, यतातिर त सबै ठाउँ यस्तै हो। अगाडि के हुन्छ हेर्दै जानुहोस् होइन। मैले भिडियो देखाउँदै गर्छु, हजुरले हेर्दै गर्नुहोस्, इन्जोय लिने गर्नुहोस् होइन। अब हेर्नुहोस् त, ओहो फेरि गाईहरू त पुरा कुदिसक्यो त हो। एउटा गोरु एउटा गाई हो कि, ओहो यस्तै कुदिरहन्। रोक्नु पर्ने त हो, फेरि धेरै अब फर्काइदिन्छ भन्दा चाहिँ होइन, त्यही भएर भिडियो के साह्रो गुडेको हो सकिँदैन। रोकिदिएर पनि जे भए पनि हाम्रै कारणले गोरुहरू यहाँसम्म कुदेर आएको थिएन। अब त्यही भएर हजुरले चाहिँ यस्तो गल्ती नगरिदिनु होला। मैले चाहिँ अब गल्ती गरिसकेँ, अब फिर्ता पठाइदिन्छ होइन, त्यहीसम्म फर्काइदिनु पर्ने हुन्छ ल। ठिक छ, ल गाइस अब हामी चाहिँ लागिसक्यो यहाँदेखि माथि होइन। अब देख्न सक्नुहुन्छ पुरा पानी परेर होइन, माथिदेखि भलाएर पुरा चिरा पार्दैन त बिचमा, यस्तो बनाइरहेको क्या बाटो। सायद भिडियोमा त राम्रै आएर होइन, अब देख्न सक्नुहुनेछ यस्तो छ हालत होइन। देख्न सक्नुहुन्छ बाटो यस्तो छ। धेरै जसो ठाउँहरूमा के छ भनेपछि यो बाइक लिड हिँड्ने बाटो मात्र छ क्या। अब उता पानी परेर पुरा चिरा पार्दै होइन, धेरै जसो ठाउँहरूमा त्यही छ। मैले हिजो अर्को भ्लगमा देखाइरहेको थिएँ होइन, त्यहाँतिर त ठिक थियो। उता यो रपाकोतिरको बाटो होइन, यो चाहिँ सिधा हाम्रो गाउँदेखि सिधा माथि ठुल्चौर जाने बाटो होइन, यस्तो साल होइन। देख्न सक्नुहुनेछ बाटो ग्लास खराब छ कि यो बाटो होइन।
त्यो पार राख्सिबाङसम्म लगिदिँदै तिमीहरू गफ गर्दै ल हामी उता राइडर चेन्ज भइसक्यो होइन अब चाहिँ हामी यहाँदेखि सिधा राक्सिबाङ गएर राक्सिबाङदेखि औसालो बसेपछि तिमी बस बस ल ठिक छ ल स्टार्ट हुने तरिका चाहिँ थोरै क्याजुअली छ है हेर्न सक्नुहुनेछ अब चाहिँ हामी यहाँदेखि हिँड्न लाग्यो कसो हुन्छ अगाडि देखाउँदै गर्छ हेरिदिनु होला सबैले बाटोको साइड गएर बस्न ठिक छैन जस्तो लागेको छ यो ठाउँमा चाहिँ के छ भने चाहिँ पहिले म बच्चा हुँदाखेरि साइकलमा माथि राखेको थिएँ होइन यो खाडल छ नि त पानी परेर त्यतिखेर धेरै ठुलो थियो होइन खाडल अनि त्यतिखेरमा पानी परेर चिरा पारेको खाडल धेरै ठुलो थियो अनि त्यहाँ आएको टक्क पुरा दौडेर आइरहेको थिएन तल खाडल रहेछ सिधा ट्याक्क अनि त्यसपछि कस्तो भयो भने चाहिँ सिधा खाडलमा परेर पुरा हुइली हान्न गएको थिएँ कि पुरा हुइली भनेर के भन्छ भने त्यसलाई उल्टी हान्न गएको होइन अगाडितिर पल्टेर गएर कम गाह्रो भएको त्यतिखेर होइन साथीले उठाउला भनेको त उता पछाडि गएर हाँस्छ यति धेरै चोट लागेर होइन घरमा गएर फेरि म पछाडि पिटाइ पनि खाएको मम्मी आएर होइन त्यो त थाहा दिएन घरमा हामी त्यसै के भनेर ठिक छ अगाडि हेरेर जाऊँ बाटो यस्तो छ होइन चिप्लो होइन बर्खाको बाटो त भएको होइन फाइनली हामी चाहिँ सुकनासम्म आइसक्यो होइन अब यताको भ्यू हेर्न सक्नुहुनेछ अनि यहाँदेखि हामी सिधा राक्सिबाङदेखि कालापोखरासम्म जान्छौँ के कसो हुन्छ हेरिदिनु होला फाइनली यहाँ चाहिँ आइपुग्यो होइन उता गएर देखाउनु चाहिँ हेरिदिनु होला के कसो हुन्छ होइन ल उतातिर चाहिँ यो खासमा केसको लागि अङ्कल स्वास्थ्यको यो चाहिँ हाम्रो नयाँ स्वास्थ्य भवन बनिरहेछ होइन मैले चाहिँ एक तलतिरको देखाउँछु भ्यू होइन हेरिदिनुलाई के कसो लाग्छ जस माथि डाँडामा आएर चारैतिर हेर्ने चाहिँ आफूलाई कसो लाग्छ भने चाहिँ स्वर्ग त यो हो नि त है हेर्न सक्नुहुनेछ ल तर हिमाल चाहिँ उता त्यहाँ त्यो पारिको डाँडामा देखिन्थ्यो होइन उता चाहिँ यो बादलको कारणले गर्दा सबै ढाकेको छ आजभोलि मौसम पनि त्यति राम्रो छैन पानी परिरहेको छैन देख्न सक्नुहुनेछ यो चाहिँ यो हाम्रो एरिया ल फाइनली हामी चाहिँ अब यहाँदेखि हिँड्न लागिसक्यो होइन कालापोखराको यात्रा के कसो हुन्छ देखाउँदै गर्छ आज चाहिँ यो बाटो चाहिँ मेरो फर्स्ट हो कहाँदेखि कुन लिड छ थाहा छैन हेर्दै जाऊँ होइन के कसो हुन्छ भन्दै कहाँनिर छ अलिक अघि आउँछ सबै छ र किनभने चाहिँ बाटो अप्ठ्यारो छ अझ सङ्घे पनि बाटो अनुसारले चाहिँ झेल्न सकिन्न क्या मान्छेले गाह्रो हुन्छ कहाँ छ त्यो खरा खतरनाक छ खरा होइन यो बाटो यस्तो त गइहाल्छ हुन्छ यो पालि लिएर म लिन्छु मेरो बाइक यसमा चाहिँ ठुलो बाइकलाई ल्याइदिउँ ल अब के भयो त होइन के भयो त उता चाहिँ ठिक छ रे गाई छैन के कसो हुन्छ अनि उतातिरको भ्यू देख्न सक्नुहुन्छ अहिले देखाउँछु उतातिरको भ्यू देख्न सक्नुहुन्छ सबैको होइन
धेरै नम्बर छ है किन बाटो कस्तो छ हो बाटो त राम्रै छ नि हो यस्तो छ बाटो गाह्रो छ छिर्छ होला फाइनली सालो आऊ बस हाँ? Mau tas sih lah?